श्रीमतीलाई यी 10 कुरा कहिले भन्न हुँदैन। 1. तैँले केही गर्न सक्दिनस्। यस्ता शब्दहरूले श्रीमतीको आत्मविश्वास बिगार्छ र उनलाई नीचपनले पीडित बनाउँछ। 2. त आएदेखि मेरो जीवन बर्बाद भयो। तपाईले बारम्बार यस्ता शब्दहरू भन्दा श्रीमतीले आफूलाई बोझ ठान्छिन् र त्यसपछि उनले तपाईप्रतिको आदर र माया घटाउँदै जान्छिन्। 3. तैँले मेरो आमाले जसरी खाना पकाउन र काम गर्न जान्दिनस्। श्रीमतीलाई कसैसँग तुलना गर्दा उनको मन दुख्छ। तपाईको मुखबाट यस्ता शब्द बारम्बार सुन्दा आफूलाई अयोग्य महसुस गर्न बाध्य हुन्छन् र सासू ससुराप्रति दूरी बढाउन थाल्दछिन्। 4. मोटी छेस अनुहार पनि राम्रो छैन। तपाईले बारम्बार अनुहारको र जिउको नराम्रो कुरा गर्दा श्रीमतीको मनमा चोट लाग्छ। उनको स्वाभिमान ध्वस्त हुन्छ। 5. मैले तसँग बिहे गरेर गल्ती गरे। तपाईको बारम्बार श्रीमती प्रतिको यस्ता शब्दहरूले अविश्वासको सन्देश दिन्छ र सम्बन्धको जग हल्लिँदै जान्छ। 6. खाली झगडा गर्न मात्र जानेकी छेस। बारम्बारको तपाईको यस्तो शब्दले श्रीमतीले आफूलाई दोषी महसुस गर्छिन् र घरमा अनावश्यक झगडा बढ्दै जान सक्छ। 7. तैँले मेरो लागि केही गर्दिनस्। वास्तवमा श्रीमतीले घरमा धेरै काम गरिरहेकी हुन्छन्, तर यसरी उनको परिश्रम र त्यागलाई व्यवस्था गर्नु हुँदैन। नम्बर 8. मेरो कुरा कहिले सुन्दिनस्। श्रीमतीले आफ्नो विचार र उपस्थितिलाई कहिले गम्भीरतापूर्वक लिँदैन भनी सोच्छन्। 9. त अरू जस्ती छैनस्। अरूसँग तुलना गर्दा श्रीमतीलाई सधैँ नकारात्मक प्रभाव पर्छ र उनलाई कमजोर महसुस गराउँछ। र 10. यदि मैले चाहेको भए अहिले मसँग मैले चाहेको जस्तो राम्री र मलाई बुझ्ने श्रीमती हुन्थी। यो अहिलेसम्मकै सबैभन्दा अपमानजनक कुरा हो। यसमा श्रीमतीले आफ्नो कुनै मूल्य छैन भन्ने सोच्ने छिन् अनि माया गर्ने ठाउँमा घमण्ड